सो हेलो फ्रेन्ड, वेलकम टु माई न्यू ब्लग। जस्तै कि आज हामी अब चटपटेको ब्लग बनाउन आँटेको। अब मेरै पसलको अगाडि आन्टीको चटपटे पसल रहेछ होइन। भदरपुरमा त सबभन्दा टप मलाई त्यही लाग्छ। अब खोइ कतिलाई के लाग्छ होला, तर पनि एकचोटि आएर ट्राई गरेर हेर्नु होला। त्यो आन्टीले यस्तो मिठो चटपटे बनाउनुहुन्छ नि यार गाइस, के भन्नु। भदरपुरमा त सबभन्दा राम्रो त्यही हो। अब कतिलाई थाहा छैन त्यो पसल, किनकि त्यस्तै ठाउँमा छ। अब तल छ अलिक कोनातिर, त्यही भएर कतिलाई थाहा पनि छैन। अनि मलाई हिजो दाइले भन्यो भाइ यहाँ कुनै ब्लग बनाउन त। अनि एउटा दाइले भनिरहेको थियो काम गर्ने होइन। मैले दाइ बनाउनुपर्छ। अनि त्यही भएर आज चाहिँ ब्लग बनाउन आँटेको पानीपुरी चटपटेको। आन्टीले यस्तो मिठो बनाउनुहुन्छ नि यार गाइस, तपाईँहरू पनि आउनु एकचोटि खाएर हेर्नु कस्तो छ कस्तो छैन होइन। अनि हाम्रो लोकेसन चाहिँ यहाँ ठ्याक्कै झापाचोकको अलिकति अगाडि पेट्रोल पम्पको तल ठ्याक्कै आउनु तपाईँहरू। यहाँ हेर्नु, यो पुलको अलिकति अगाडि जानुपर्छ। यहाँ तलतिर आन्टीको पसल छ होइन। फाइनली हामी चटपटे खाएर आइपुग्यौँ होइन। अनि छेउको भाइहरू पनि त्यही थियो नि, हात मिलाइदिएको। गाइस मलाई चाहिँ सन्चो थिएन यार, तर पनि चटपटे खान आइदिएको। अनि चटपटे बनाइरहेको थियो, हामीले पनि बनाएर आइसक्यो। चटपटे खाइसकेपछि त्यसपछि पानीपुरी आयो, पानीपुरी पनि खाइसक्यो। सन्चो थिएन मलाई, तर पनि खाइदिएको अनि घर चलिदिएको।